नमस्ते, म छु आज युरोपको रोमानियाको ब्रासोभ सिटीमा। यहाँ चाहिँ आज हामी कफरेन गएको छ। यहाँ चाहिँ अहिले आज मार्च 18 चाहिँ तारिक भयो आज। अनि 18 तारिकमा पनि यहाँ चाहिँ हिउँ परेर हेर्नुहोस् न, पुरै बरफ परिरहेछ। आज हाम्रो बिदाको दिन हो। अनि बिदाको दिनमा यसो हामी चाहिँ त्यो कफरेन गएको थियो केही सामानहरू ल्याउनुको निम्ति। अनि बाहिर चाहिँ कस्तो राम्रो चाहिँ हिउँहरू परेर पुरा पाखाहरू चाहिँ घरको छतहरू लटरम्म सेतै चाहिँ चाँदी जस्तो चाहिँ देखिरहेछ। हामीहरू चाहिँ अब हाम्रो काम भनेको 15 दिन काम हो, 15 दिन चाहिँ सुत्ने हो। कार्ड चाहिँ अप्लाई भएको छ 27 को चाहिँ कार्डको चाहिँ हाम्रो कार्ड रिसिभ गर्न बोलाएको छ। हामी चाहिँ जान्छौँ 27 को। त्यही भएर साथीहरू यदि कोही आउँदै हुनुहुन्छ भने यता यसो चाहिँ सम्झेर बुझेर अध्ययन गरेर यहाँको बारेमा, यहाँको वस्तुस्थिति सम्बन्धी, अनि यहाँको चाहिँ कल्चर, अनि यहाँको चाहिँ कामहरू मजाले चाहिँ सिकेर आउनु होला। अनि सकिन्छ भने सबैभन्दा त तपाईँहरू भाषा पढेर चाहिँ आउनु होला। सबभन्दा उत्तम कुराहरू हामीले जहाँ गए पनि हामीले चाहिँ भाषा पढ्नै पर्छ, होइन? त्यही भएर भाषा सिकेर आउँदा एकदमै राम्रो हुन्छ। म चाहिँ मेरो सुझाव चाहिँ तपाईहरूलाई, यदि कोही रोमानिया आउँदै हुनुहुन्छ भने साथीहरूलाई मैले चाहिँ त्यो सुझाव दिएँ। यहाँ भाषा सिकेर अनि काम सिकेर, यस्तो चाहिँ होटेलमा आउँदै हुनुहुन्छ भने बारिस्टा, सुसीहरू, त्यस्तै पिज्जाहरू चाहिँ सिकेर आउँदा एकदमै राम्रो हुन्छ। अनि अरू चाहिँ वेयर हाउसमा आउनुभयो भने फोर्क लिफ्टहरू चलाउन तपाईँहरूलाई कतिको आउँछ? अनि फोर्क लिफ्टहरू अहिले नेपालमा जताकतै ट्रेनिङहरू चाहिँ दिया हुन्छ, चाहिँ त्योमा गएर कम्तीमा 15 दिन 1 महिना सिक्ने। अनि आउनुभयो भने तपाईँहरूलाई युरोपको विभिन्न देशहरूमा एकदम सहज हुन्छ काम गर्नलाई। यति भन्दै म अहिले चाहिँ अब मैले रोड क्रस गर्नुपर्ने भएको छ। म छुट्टिएँ। बाबाई, शुभ सन्ध्या।